अब म पढ्नका निमित्त काशी जान्छु भनेर हिँड्न थाल्छ। अनि माताले के भन्नुहुन्छ भन्दा बाबा आमा ए बाबु तिमीलाई विदेश पठाउने भएदेखि किन जन्म दिएर यत्रो पालन पोषण गरेर हामीले यहाँ तिमीलाई बाबु भोलि बुढेसकालमा हाम्रो सहारा औला भनेर हामीले तिमीलाई यत्रो कर्म गरेर हामीले पालन पोषण भरण गऱ्यौँ र अब वृद्ध अवस्थामा तिमीले हामीलाई पालौला स्याहार गरौला भनेर पो तिमीलाई यति सुसार गऱ्यौँ बच्चामा पालन पोषण गऱ्यौँ। तिम्रो जुन बच्चाको अवस्था थियो त्यो हाम्रो भोलि हुन्छ वृद्ध अवस्था। त्यो अवस्थामा तिमीले साथ दिने बेलामा अब छोडेर जान्छु भन्छौ कहाँ जाने कुरा नगर भनेर माता पिताले जान दिनुहुन्न। नदिएपछि माताले भन्नुहुन्छ बाबु अब तिमीले त्यसो नभन, अब एउटा छोरो अब कहाँ जाउला कता हराउला, यहाँ हामीले पकाएर खाना दिए जस्तो त हुन्न नि तिमीलाई बच्चा कसले दिने कहाँ खाले के खाउला माया हेर आमा माताको। अनि पिताले भन्छन् हे बाबु तिमीलाई जे भन्छौ त्यही गरेर हामीले घरमै राखेर तिमीलाई शिक्षा दिन्छौँ दीक्षा दिन्छौँ, जाने कुरा नगर भन्दा बच्चाले हट गर्छन्। बाबुले कुमारले के भन्छन् त ओहो यो रोक्ने काम नगर्नु, म चाहिँ जसरी हुन्छ म काशीमा गएर अध्ययन विदेशमा गएर पढेर आउँछु भनेर उनले जान्छु नै भनेर जिद्दी गर्न थालेपछि माता पिताको केही लाग्दैन। केही नलागेपछि अनि माता पिताले के भन्नुहुन्छ त भन्दा ओहो ठिकै छ मेरो छोरो मानेन जिद्दी भयो अब जान्छु भन्छ। एउटा छोरो कहाँ जाने हो अहिलेका जस्तो प्लेन उड्ने थिएन, वर्ष दिन लाग्थ्यो अरे काशी होइन कहाँ जाने हो कहाँ जङ्गलमा बाघ भालुको डर सिंहको डर हुन्छ। बाबु तिमी बच्चा छौ तिमी जाने कहाँ भिड पहरा हुन्छ नदीमा त नदी तर्नुपर्छ अहिलेका जस्ता पुल थिएनन् हेर्नु। अनि जाने कुरा नगर बाबु तिमीलाई भनेर त्यही भएर नदी तर्न हुन्न भनेर भाग्छन् जान्छन् टाढा भनेर भने हो क्या त्यो हो। नदी तर्न हुन्न कुनै जग्गामा गाडी चढ्न हुन्न कहीँ जान हुन्न बाबु घरमै मातृदेवो भव भनेको हुनाले माता पिताको सेवा गरे भने तिमीलाई विद्या प्राप्ति यहीँ हुन्छ भनेर सम्झाइ बुझाइ गर्दा अनि मानेनन्। अनि गुरुलाई भन्नुहुन्छ हे गुरु अब तपाईँले त व्रत बन्द गरिदिनु भयो, अब यो बाहिर जान्छ पढ्न भन्छ, अब तपाईँले निर्णय दिनुहोस् भन्दा अब गुरु बिचमा परियो। अनि गुरुले के गर्नुहुन्छ भन्दा हे बाबु अब तिमीलाई जान्छु भन्छौ अब ठिकै छ शिक्षा लिनुपर्छ, अब त्यसो भए मैले भनेको वचन मान्छौ भन्दा मान्छु भने बच्चाले कुमारले के भन्छन् त ल मैले जे भन्छु त्यो बाचा मान्छौ भने मात्रै तिमीलाई म यहाँबाट जान बिदा दिएर आउँछु, माताबाट पिताबाट स्वीकार दिन्छु भन्दा हुन्छ भनेर कुमारले भनिसकेपछि ल त्यसो भए तिमीले जति अध्ययन गर्ने हो अध्ययन गरेर सकेपछि तिमी माता पिताकै स्थानमा गृहस्थी आश्रममा आउनुपर्छ, तिमी जोगी साधु भएर गुरुकुलमा रहेर विदेशमा पलायन हुन पाउँदैनौ भनेपछि हस् भनेर अनि कुमार जान्छन्। अनि कुमार जाँदा अब बिदा त गर्न पर्यो, अब दही सगुन दिएर अनि माता पिता अनि फुपूहरू चेलीबेटीहरू जति पनि छन् सबैजनाले बाबुलाई के गर्छन् त ल जाऊ बाबु ल तिमीलाई आशीर्वाद छ, तिमीले धेरै अध्ययन गरेर माता कमाउने हो कि अध्ययन गरेर तिमी माता पिताको चरणमा आऊ भनेर बिदा ल अब तपाईँले टिका लगाइदिनु। यो नसोधिकन खान जाने क्या मलाई कठेर जाने गुरुसँग सोध्ने हो नि यस्ता काममा कामै सकियो होइन सकिएर मैले जानुहोस् खान भने बाबु क्यामेराम्यान भाइ